थारी लाल पीली आँखियाँ जब थारी लाल पीली आँखियाँ मैं नहीं डरता मैं नहीं डरता। हेलो गाइस, वेलकम टु आवर न्यू ब्लग। धेरै 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 महिना वर्षपछि हामी फेरि पनि अर्को ब्लग लिएर आएका छौँ र आजको ब्लग चाहिँ के को बारेमा छ भनेर तपाईहरुलाई थाहा भइसक्यो होला हैन, टाइटल हेरेर त। हामी चाहिँ अहिले हरिसिद्धि गुम्बज नसछेमा छौँ। मेरो आवाज अलि राम्ररी सुन्नु भएको छैन होला किनकि माइक छैन, त्यही भएर अलि आवाज राम्ररी नसुनिन सक्छ। उहाँ चाहिँ फोनमा बिजी हुनुहुन्छ। क्लासबाट फोन आइरहेको थियो एउटा सस्मिता नानीको, हाम्रै क्लासको। नभए ग्रुपमा मेसेज छोड्नु गर्नु नि, सम्झिनु। सो हेलो हेलो एभ्रीबडी, धेरै दिनपछि भेटघाट। आवाज राम्ररी नसुनेर भने हैन, सुनिन्छ। अनि हाम्रो चाहिँ आज त्यही हो अफिसियल म्युजिक भिडियो सुट छ। अनि हाम्रो चाहिँ यो के सेकेन्ड टाइम एउटै फ्रेममा सेकेन्ड टाइम हो हाम्रो। फर्स्ट टाइम चाहिँ हैन, कभरहरू गर्ने हो भने चाहिँ धेरै धेरै छ। अफिसियल कभर पनि छ। अब अफिसियल उसमा पनि पहिला पछाडि गरेको थियो त, सँगै घुमौला इन्टरनेटमा के चाहिँ सँगै अफिसियल पनि छ। एज अ लिड चाहिँ सेकेन्ड हो। सेकेन्ड हो, त्यही भएर तपाईँलाई कस्तो फिल भइरहेछ? हिरो मलाई चाहिँ कस्तो भयो, एकदम गाह्रो फिल भइरहेछ किनकि हाम्रो कोरियोग्राफर, डिरेक्टर अनि मोडल सबै मेरै जिम्मामा छ। त्यो कारणले गर्दा एउटा मान्छेको दिमागमा चाहिँ 4वटा बोझ परेको छ। त्यही भएको भएर केमा चाहिँ तपाईँलाई अलि डर लागिरहेछ? मोडलिङमा अभियसली। अब किनभने पहिलेदेखि कोरियोग्राफर डाइरेक्टर भएर काम गरेको थियो। अब यस्तो कि अब डाइरेक्टर भइसकेपछि चाहिँ आफूलाई जज गर्न चाहिँ गाह्रो छ कि, बरु अरूलाई चाहिँ मिल्यो मिलेन भन्न सजिलो हुन्छ। आफूलाई जज गर्न चाहिँ धेरै गाह्रो। सो त्यसमा चाहिँ अलिकति नर्भस। अनि अरू त बिन्दास। डाइरेक्सन साइरेक्सन सब A1। त्यसमा त तपाईँ च्याम्पियन हो नि त। त्यसमा त भन्नै पर्दैन, त्यो त A1 नै हो नि। कसैले रोकेर रोक्न सक्दैन, कसैले दाजेर दाज सक्दैन हैन। सेटमा पुगेपछि अब नन स्टप काम नसकुन्जेलसम्म त म त्यसैमा हो। अब यो गीताको कति भयो तपाईले? गीताको 1 महिना भयो। अब स्टोरी चेन्ज भएको चाहिँ 2 हप्ता भयो। जस 1 महिनादेखि धाउ कहिले के चेन्ज नमिलेर हैन त्यस्तो भइरहेको थियो। तर फाइनली यो चाहिँ अब फिक्स भएर हाम्रो आज सुट हुन गइरहेछ। गीत चाहिँ देउसी भैलेको हैन, देउसी भैलेको हो। अनि अब त्यही हो, आज असोज कति? आज 24 गते। तर भ्लगै हाम्रो पछि आउँछ होला। अब यस्तो, अब डाइरेक्टर भएपछि अब सुटिङ गर्नु पर्यो हैन, सुटिङ मात्रै सबै कुरो होइन नि त। अब किनभने अब एडिटमा बस्नु पर्यो हैन, भिडियो फाइनलाइज गर्नु पर्यो, रिलिज गर्नु पर्यो। अनि त्यो सबै रिलिज गर्न सकिसकेपछि अनि बल्ल हाम्रो रिलिज गर्ने हो नि त एडिट गरेर। अनि म चाहिँ यो भिडियोको हिरो नि हो। मेरो तारिफ गर्नु को हो यो? म चाहिँ हिरो नि हो। मलाई चाहिँ दाइलाई मिल्दैन अब उ गर्नु मिल्दैन त। ब्लग बनाएर कतिखेर आउनुभयो? थाइल्यान्ड भिडियोजमा बोला तपाईँ खिच्नु हाम्रो। यहाँ हाम्रो दाइ हुनुहुन्छ, उमेश दाइ, नसकेको ओनर। दाइले गरेर मिलेको हाम्रो यहाँ सुटिङ। अनि वहीँको रेस्टुरेन्टमा चाहिँ हामी सुट गर्न गइरहेको छौँ। उहाँको रेस्टुरेन्ट छ यतापट्टि, नसके भनेर हेर्नुपर्छ होइन। सो अब भित्र चाहिँ हामी अब डान्सर्सहरू आइसकेको छ। अब मेकअप आर्टिस्ट पनि आउँदैछ। अब हामी बिस्तारै यसो मेकअप गरेर, जुन यो गेटअप छ मेरो यो हुँदैन, जुन यो गेटअप हुँदैन, चेन्ज गर्नु पर्यो। हल्का गोरो देखिनु पर्यो। अस्ति भन्दा गोरो भाषारी म हैन। यतिको गफ हालेको म खपाएर राख्नु छ। आज मैले क्रिमै लगाएँ यार, मेकअप गर्नुपर्छ भनेर। त्यही पनि तपाईँ भन्दा मै गोरो छु। केटी मान्छे गोरो हुँदैन त? गोरो भएको छ, गोरो। यति धेरै सिरम पोच्छ सुटिङ भनेर झन् के हो। अब हामी छिर्दैछौँ गाइज हरिसिद्धि नसछेमा।
तपाईहरुलाई हामी अपडेट दिन्छौं भित्र के भइरहेछ भनेर आज कस्तो फिल भएको छ तिमीलाई कस्तो फिल भएको छ तिमीलाई कस्तो फिल भएको छ कस्तो फिल भएको छ तपाईलाई कस्तो फिल भएको छ सोधे पनि हुँदैन नसोधिनु राम्रो सोधे त हैन यो भन्दा राम्रो कस्तो कसरी सोध्ने भन्दा राम्रो हैन ल अब हामी छिर्यौं and we will update you एउटा राम्रो निकाल्नु त्यो त एउटा राम्रो निकाल्नु मैले कप सकियो अब लाइटहरु मिलाउने तयारी बाइ बहिनी सो गाइज अब म पनि रेडी भइसके महिमा पनि रेडी भइसक्यो हाम्रो मेकअप भइसक्यो अहिले चाहिँ हामी अब खाजा खाएर एकैछिनपछि अब हामी स्टार्ट गर्छौं होला सुटिङ चाहिँ खाजा हुँदैछ के महिमा चाहिँ वाशरुम गएको छ एन्ड दिस इज माई गेटअप यो कोटले धेरै गाह्रो भयो कि मलाई चाहिँ अनि त्यही भएर गर्मी हुँदो रहेछ यार धेरै अब हेरौँ के हुन्छ कस्तो हुन्छ यता आउन कहाँ त्यहाँ बस्ने 3, 2, 1 टाडा कस्तो राम्रो देखाएको छैन त छैन राम्रो देखाएको छ कस्तो मलाई कस्तो गोरी देखायो तिमी त गोरी म पहिल्यै गोरी हो Single यति धेरै छ केटीहरू मिङ्गल हुने होला नि सुता एकछिन छैन साढे 11 भइसक्यो करण अनि अर्को अर्जुन हेलो खै किन नबोले तिमीहरू नमस्ते म चाहिँ हेमा थापा मगर मेरो म चाहिँ कुसुम राई अब म्यामको भ्लग हो के हो ब्लग जस्तै हो बाई बाई गाइस अब हामी नाच्नु गएको सक्यो तिमीहरू जाडो भइरहेको छ मलाई अहिले चाहिँ अब एकदम जाडो भइसक्यो एकदम जाडो छ अरे यो ओडेको केही काम लागेन
थाक्नुभयो होला अनि हाम्रो यो ताली बजाउनेहरू बिचरा भाइ पनि एकदम थाक्यो होला अरू डान्सरहरूलाई अलि रेस्ट भइरहेछ यिनीहरूलाई चाहिँ ताली मात्र बजाएको हुँदै छन् भनेको चाहिँ हामी विश्वासको नानी हो डान्स अनि डाइरेक्सन गर सबलाई ह्यान्डल गरेर गाह्रो छ गाइस गाह्रो छ आफ्नो भिडियो गर्दै तपाईँहरूसँग कुरा गरेर बस्छु मलाई चाहिँ रमाइलो पनि लागिरहेछ दुःख पनि लागिरहेछ सुख पनि लागिरहेछ कस्तो भइरहेछ भने ठिकै भइरहेछ मेरो लागि अरूको लागि कस्तो भइरहेछ मलाई थाहा छैन म एकछिनमा इन्टरभ्यू लिन्छु मलाई चाहिँ सोध्नुहुन्छ भने ठिकै 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 एकदम क्या त्यो एक्सर्साइज नगरेर होइन झन् भारी लाग्छ क्या एक्सर्साइज नगरेर झन् भारी लाग्छ मैले पुसअप मात्रै 50 बुझ्यो है सेकेन्ड को फोर्थ को गाडी उता जाऊ न जानु ल यो चाहिँ मैले देउसी भैलो खेल्न आएको भाइ बहिनीहरू थियो है 1 2 3 4 5 6 सबैजनालाई है देउसी भैलो खेल्न सबैजना है त सबैजना गएर भिडियो हेर्न त नबिर्सिनु होला 27 को 28 गते हाम्रो 6000 है सबैको लागि ल 100 200 नो भिडियो त्यही हुन पनि तिमी 6450 छ सबैजनाले गएर भिडियो चाहिँ हेर्दिनु होला ओएस डिजिटलमा गएर 6400 कति चाहिन्छ भन्ने हो के अनि देउसी भैलो खेल्न आउनु होला फेरि म थपिदिन्छु सबैले सब्स्क्राइब हान्ने है त्यहाँ धम्की दे हो धम्की हैन फ्रेन्डली हान्दिनु ल प्लिज